एकदम मेरो कपाल काट्ने भएन है भाइ अलिअलि भएको छ। भएन कि अझै अब अन्डा चाहिँ हाम्रो चाहिँ पाकिसकेको अवस्था छ। मेरो बुढी थोरै थोरै हाँसिराखेको छ है, एउटा खानु खा भन्नु। गाइज मैले खाइसकेँ। उहाँ एकमा नमस्ते सबैजनालाई, वेलकम ब्याक टु सुनिल मल्ल युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। तपाईँहरूलाई नयाँ भिडियोमा फेरि पनि स्वागत छ। म आज धेरै पछाडि मैले चाहिँ आज शनिबारको दिनमा चाहिँ मैले भिडियो बनाउँदैछु है। सायद साँझतिर पोस्ट हुन्छ होला, तर त्यति राम्रो त हुँदैन। त्यही पनि तपाईँहरूले हेरिदिनुहुन्छ, माया गरिदिनुहुन्छ भन्ने धेरै आशामा छु। आज हाम्रो चाहिँ आकाशको मौसम भने पछाडि यस्तो छ है, यस्तो छ आकाशको मौसम भने पछाडि। अब यताको मौसम पनि यसरी छ। टाकुरा बाहुनथाना पाखा गाउँ अनि त्यस पछाडि डाँडा गाउँ। कसले हेर्नुहुन्छ मेरो भिडियो हेर्ने मान्छेहरूले चिन्नुहुन्छ होला आफ्नो गाउँ ठाउँलाई, कमेन्ट गरिदिनु होला होइन। अहिले चाहिँ तल खेततिर चाहिँ मलहरू बोकेर कालै बनाउनु भएको छ। बिउ पनि राखिसक्नु भएको छ भने पछाडि अब मकै छर्ने काम पनि सकिसकेको छ भन्दै म आज चाहिँ मैले मेरो घर बिहान बिहान चाहिँ मेरो शनिबारको भिडियो चाहिँ आज धेरै पछाडि बनाउँदैछु। मेरो बुढीले चाहिँ सरसफाइ गर्दैछ भने पछाडि अब म भित्र गएर नास्ता केही खाउँ कि भनेर म चाहिँ एउटा चाहिँ अन्डा खानु पऱ्यो बुढी है। म अब यहाँबाट भित्र जान्छु। लोकल अन्डा त फेरि खतरा हुन्छ नि त। सिउ 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 यसलाई टोक गर्नुपर्छ अरे क्या। भित्र जाँदाखेरि अलिक चिसो चिसो रहेछ। अन्डा खानुपर्ने अवस्था हुन्छ। मैले अन्डा खाए पछाडि चाहिँ अलिकति हामीलाई चाहिँ पावर आउँछ होइन। म चाहिँ ब्याडमिन्टन खेल्छु नि त, 26 रनलाई हान्नुपर्छ नि। मैले अन्डा म एउटा खान्छु है बुढी। दुईवटा खाने होइन, एउटै खान्छु यार। तिमी किन दुईवटा खा भनिरहेको छौ? किन दुईवटा खा भनिरहेको छु क्या। म एउटा खान्छु भन्छ, तिमीले फेरि दुईवटा खा भनिरहेको छौ त। अन्डा सानो भयो भने त नि पावरफुल हुन्छ लोकल अन्डा। यसरी अन्डा बनाइन्छ है टक्क लाएर। अब अन्डा चाहिँ हाम्रो चाहिँ पाकिसकेको अवस्था छ। मेरो बुढी थोरै थोरै हाँसिराखेको छ है, एउटा खानु खा खाने मेरो विचार थियो। बुढीले दुईवटा खा त दुईवटा खा भने के रहेछ भने अन्डा यस्तो सानो हुने रहेछ नि त। देख्दा देखे थिएँ, फेरि नदेखे जस्तो बोल्यो भनेर नभनिदिनु। सानो अन्डा हुने रहेछ कि यो चाहिँ, यो ढुकुरको अन्डा जस्तो। अब उहाँलाई दुध ल्याउनु पठाएको छु, टक्क लाएर खानुपर्छ है त। अनि हाम्रो अथवा चाहिँ मेरो युट्युब च्यानलमा हजुरले केही भनिदिनुहोस् न। हजुरले मेरो युट्युब च्यानलमा केही भनिदिनुहोस् न सिर्जनाजी। हाम्रो युट्युब च्यानल होइन, हजुर हेरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। त्यही हो, अरू के भन्नु होला। अन्डा जलीको भित्र अन्डा पनि पाकिसक्यो गाइस। लोकल अन्डा हो। बिहान कति बजे होला बुढी? खाएन है तिमीलाई? 7 पक्कै नि बजे छैन। 7 बजे छैन। 7 त बजे खानु होला। कहिले काहीँ मात्र खाइन्छ, फेरि सधैँ खाइन्न यो। आज त्यो नबिजा भएर हो क्या नि। सम्झेको थिएँ, बिर्सेछु। बडीले मलाई चाहिँ के मस्तै ख्याल गर्छ। आफ्नो जिउ खतम छ। लोकल भनेको लोकल हो या। खुर्सन चाहिएन? खानुपर्छ गाइस है। गाइस मैले खाइसकेँ। उहाँ 1 माना दुध लिएर आइस्यो। किन 2 मान दिएन?
ए साँझको दुध हो चिया खाएर जाने टन्ने पर्छ पोक्सेलाई फेरि के देखाइसिन्छ तपाईँहरूलाई कतिको मनपर्छ गाइज यो फुल अब यो त सबै कहाँ हुने कुरा भइहाल्यो र यो फुल अनि यो फुल हजुरको छोराको कामै भिडियो खिच्ने हो त नि गाइज यसरी चाहिँ तल बाइक स्कुटर यस्तो छोपिराखेको छ सर भनेको म हो क्या म दुलै भनेर कस्तो मजाले भन्छु अझ त चाम्री तातै छ त म अलिअलि गाइस दुध आइसकेको छ अब हामी चाहिँ दुध खाने चिया खान्छौँ है ओप्पा म कस्तो देखिन्छु कसरी बोल्छु भन्ने कुरा चाहिँ यहाँबाट देखिँदो रहेछ तर सिसा लास्टै फोहोर रहेछ क्या ड्रेस चेन्ज गरेर आइसक्यो है नानी अब म चाहिँ पसलतिर जाँदैछु गाइस है मोटरसाइकल यी मैले भने नि त भाँचिन्छ भनेर यो भाँचियो नि त यी भाँचिन्छ भनेकै हो क्या मैले यी हेर न टुप्पो भाँचिसकेछ है तिमी भाँचिन्न भन्थ्यौ अनि आज मैले चाहिँ के लाउनु पर्ने हुन्छ भने गाइस मसँग चाहिँ अहिले यो चाबी खोल्ने चाहिँ छैन मैले आज यही लाउनु पर्ने हुन्छ ओहो चिसो रहेछ त यार यही चप्पल लाउनु पर्ने हुन्छ गाइस भने पछाडि हामी अब जाँदैछौँ पसल शनिबार अलिअलि सरसफाइ हुन्छ व्यापार त हुँदैन है आज मैले घोडा लगेन आज म खच्चर लग्छु आज मैले खच्चर लग्छु गाइस खच्चर भान्या छन् कि क्या हो आज म खच्चरलाई स्टार्ट गर्न गइरहेको छु खच्चर होइन है साथी हो अनि यसलाई कक्कले चिन्नुहुन्छ यो छेउमै छ क्रिसमस ट्री भन्छ यसलाई यो पनि सँगै छ अब स्कुटरलाई चाहिँ स्टार्ट गर्दाखेरि यहाँनिर सरक्क थिच्नुपर्छ यस्तो समातेर स्कुटर भेस्पा भनेपछि रा7 5078 नम्बरको गाडी मैले चाहिँ चलाउन गइरहेको छु मेरो चाहिँ एडभेन्चर यता छ भने आज मैले हेलमेट यही बाहिरको लगाउन सक्छु है त गाइस अनि पसल गइन्छ आज के गरिन्छ खोइ त व्यापार स्यापार त्यस्तो त हुँदैन होला है अनि मैले यो रुख काट्नुको यो वास्तवमा मैले ठिक गरेन भन्ने त माथि धेरै गएर लत्के यो चाहिँ है यो दुईवटा रुखलाई चाहिँ मैले माथि काट्यो काट्दैछु अच्छासँग लहरा पनि आइरहेछ कि आहा है हेर्नु त गाइस तल भैँसम्म लहरा यसलाई चाहिँ ठुलो हाँगा त नभए राम्रो हुन्थ्यो भन्ने हो होइन मैले सधैँ देखाइराख्ने कालीको रुख आजभोलि देखाइदिएन नि त तपाईँहरूलाई होइन काली कत्नो भयो होला भन्ने तपाईँहरूले मान्नु भएको छ भने कालीको रुख यत्नो भइसक्यो गाइस यत्नो भइसक्यो यहाँ कातिबाट भाँचिएको थियो नि पहिला यत्नो सबात्ने बेला नि यत्नो भइसक्यो काली हो कपुर हो यो कपुर कालीको रुख मैले नदेखाइदिए धेरै भएको थियो नि त आज देखाइदिएँ ल गएँ अब म जाँदैछु गाइस आज छैन क्यामेरा गोप्रो छैन म पसलमा पुगिसकेको अवस्था छ भर्खर स्कुटर राखियो के छ यो रविन सरको छोरा हो यो हाई गर्दै गुड अनि मैले बाले पनि सा राखिरहेको छु होइन पहिल्यै राखेको आज बत्ती छैन गाइस है पसलमा पुगिसकियो पुगेर अब चाहिँ म चार्ज गर्छु है त
चार्ज गरेर न कि भोसलाई चाहिँ आज बत्ती नभएर बत्ती अलिक परायो हुँदैन कि गाइज होइन। त्यो हुनाले म अब विनोदको पसलमा गएर म चार्ज गर्छु है। यो चार्जर लिएर यहाँ दिलीपले बहुत हल्ला गरिरहेछ। हाम्रो लोटस कम्प्युटरभित्र छिरिसकेको अवस्था छ भनेपछि म यहाँ गएर चाहिँ अब चार्जरमा घुसाउँछु अनि दिउँसोतिर चाहिँ के हुँदो रहेछ हेरौँ त है। चार्जर यहाँनिर रहेछ गाइज। 2-4 सय बेचिसक्यो। अब चिया खान गइन्छ गाइज है। कहाँ चिया खान जाने? काले रस्सु होटलमा हामी चिया खान गइरहेको अवस्था छ। ठिक छ भाइ। शनिबार अस्तिको शनिबार चाहिँ यहाँ अलि शीतल थियो भने यो शनिबार चाहिँ अलि चहल पहल देखिरहेछ। मैले पनि 2-4 सय त बेचेर आइसकेँ। कृष्णजीले मुस्कान दिइराख्नु भएको छ क्या। रमाइलो गाइज। फ्रेस तरकारी छ यहाँ। आइसा एन्ड आशिक बेकरी। यो घुम्न आएको गाडी होला सायद पक्कै पनि। उहाँहरू पाउनु अर्घाखाँचीको हो ल। उहाँहरूलाई धेरै स्वागत छ, धेरै माया छ। तपाईँहरू घुमिदिनुहोस्, हाम्रो रुकुमलाई हेरिदिनुहोस्। रुकुमकोट हामी रस्सु होटलमा पुगिसक्यो। हामी चिया खान्छौँ अब है। आज दिउँसोभरि तास पनि खेल्छौँ होइन। तास खेल्छु म चाहिँ है शनिबार। अब तपाईँहरू जेसुकै भन्नुहोस् ठोकिन्छ। अस्ति मैले 4000 रुपियाँ हालेको छु, त्यो उठाउँछ यार यसपालि। के भइरहेछ? विनोद भित्रबाट हाँसिरहेछ त यार, मुस्कुराइरहेछन्। रस्सु होटलमा आइपुग्यो। रस्सु होटलको साउजीले के गरिराख्नु भएको छ? खै गुड मर्निङ। ओ गुड मर्निङ गुड मर्निङ। त दाइलाई भन्नु पर्यो। मुखेर त मुग्न दगो अहिलेसम्म। आको उडिरहेछ म। मुग्न दगो। भलमा देखिँदैन नि मुग्न दगो। 10 हो। सरसरको खुट्टा के सरको भयो त? हैन। किन होला बिगार्ने? होला। अनि त्यो दुध छ बिगार्ने। त्यो खेल्नु। 1 2 3 4 5 6 7 8 भलकमा आउँछ भने तास खेलिदिनु भन्नुभयो तपाईँ। छोटेसँग बोल्दा छोटेसँग बोल्दा। हेलो भात खाँदैछन् म त रुकुमकोटै छु। सक्यो नर्नु यार। हाइको पैसा कति हुन्छ कति हेलो? हुन्छ? छैन, घाम लागेको छ अलिअलि। यहाँ आउने र के पानी परिरहेछ त? र सिबी सरलाई स्वागत अब आउनु नि, एकछिन हिँड्न लाग्नु अरे। खै त के गरे आउँछन्। यहाँ पढाएको छैन पानी। अति मिलनसार हाम्रो कृष्ण, हाम्रो चाहिँ हाकिम त्यो यसको हाकिम नि हामी त कहिले हो यार चिया चिया सुरुप पार्नुहोस् त। सुरुप पार्नु मिठो छ। यस यस गाइस। रस्सु होटल एन्ड रेस्टुरेन्टमा हिजो फेरि उजारे आयो क्या? यिनीहरूले मुसिकोटमा के बहु चित्त बुझ्दैन भन्दै के गर्नु? चित्त बुझ्दैन भने सबै बस्नु। बोल्ने त हामी बोल्थ्यौँ त। हामी त व्यवहार बिजनेस गरिरहेछौँ होइन। हामीले राम्रोलाई सपोर्ट गरिरहेछौँ। के भन्नुहुन्छ र? अनि जो चाहिँ फाल्टु छ, काम नलाग्ने छ, उही चाहिँ
नेता बिना चाहिँ ऊ बाँच्न सक्दैन नि। अनि त्यसले चाहिँ बोलिरहेको हुन्छ क्या, उसले चाहिँ जा घर गएर खा गरी खा भन्यो भने उसले न खन्न सक्छ, न हलो जोत्न सक्छ, न त्यसको व्यापार बिजनेस छ, न केही छ होइन। मेहनत भन्ने उसलाई थाहै छैन। ल गरी खा भनेर जहिले नेताले दिन्छ नि त्यही बेला मात्रै हो क्या त्यो। त्यही भावनाले गाई चाहिँ हामीले चाहिँ धेरै चाहिँ अब राजनीति गर्नु हुँदैन है गाई। हाम्रो केटीको त यहाँ छ, छुट्टै छ, केटीको लाग्ने भएपछि शनिबार चाहिँ हाम्रो व्यापार भइरहेछ है गाई। म त यहाँ रेस्लिङ हेरिरहेको छु। यसरी दिनचर्चा चलिरहेछ मेरो। कमसर किन यस्तो हतारमा? यति बेलानुको बेला हिजै गर्नु पर्दैन नि दाइ यार। तपाईँ फेरि के चौरी पुगी भन्नुहुन्छ? दिलचन काठमाडौँ रहेछ। ओहो क्यामेरा लिएर आउँ क्या। हाम्रो यहाँ चाहिँ सदस्यता वितरण भइरहेछ राष्ट्रिय स्वतन्त्र पार्टीको है। होइन दाइको क्यामेरा छैन, मोबाइल छैन र? मलाई पहिला हिजो जानकारी गराए त्यही अनुसार आउँथ्यो नि त। बुढाबुढी पनि जाने कि एक्लै त नजाने म त। बुढीलाई पनि त रहर होला नि, दही दिनुहुन्छ कि मलाई? आज चौरी पुगी गइसक्यो टोली। 1 लिटर जावेश सर के सन्चै हुनुहुन्छ? मेरो कपाल काट्ने भएन है भाइ? भएन कि अझै? अर्को दिन काट्नु पर्ला यार नि। भाइहरू कहाँ गए आज? भाइहरू कहाँ गए? हजुर दाइ हो त्यो भाइको बुवा? ए 2 भाइ जस्तो देखिनुहुन्छ त नि। के काम थियो? हजुरको हातमा छैन? ठुलो हातमा छैन चुरा? ए ठुलो गरी सानो नै खोल्ने हो। हाम्रो चाहिँ के हजुर यहाँ फेरि सामान छुटेछ गाई चाहिँ उति उफ्रै देखिरहेछ हेर। ल बिहान बिहान 2टी नानीहरूले हाई गरिदियो त मेरो च्यानलमा, धन्यवाद। अब हामी चाहिँ फेरि फर्किन्छौँ, फेरि जान्छौँ, फेरि फर्किन्छौँ है। फिकेरनले के भनिरहेछ रे? हो दाइ मेरो आदि पसल बन्द भइसक्यो। हाम्रो यता पालिम शाह हुनुहुन्छ भने हाम्रो यता दिपक भाइ चाहिँ अहिले युएसमा काम गरिराख्नु भएको छ। सिर्जना ब्युटी पार्लर एन्ड कस्मेटिक पसल सटर बन्द। अब गइन्छ घर, अनि खाइन्छ ढोका रोटी, अनि खेलिन्छ मकै बारीमा। किसले हामीलाई अहिले चाहिँ टिप्परले हामीलाई बाटो छेकिसकेको अवस्था छ। अब एकछिनमा हामी घर पुग्छौँ, घर जानुपर्ने भयो। अब खाना खाइएको छैन नि त, 11 बजिसक्यो है।
सिस्ने गाउँपालिकाको हाम्रो टिपर अनि त्यस पछाडि हाम्रो पछाडि चाहिँ ट्र्याक्टर आइरहेको छ। ट्र्याक्टर घुमाउन धानिरहेछ है। हजुर पैसा बुवाले दिनुभएन नि। अब म जान्छु। यहाँनिर हिलो बाटो भइरहेको अवस्था छ। ल त गाइज म अहिले घर पुगिसकेँ। पुगेर पनि मैले चाहिँ हातमा मैले चाहिँ दही मेरो चाहिँ यो सामान मैले ल्याइसकेको छु। अब मेरो बुढीले के गर्दैछ है, यसो सरसफाइ गरेछ यता। अनि पछाडि अब मैले टक्क 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 अब साँझसम्मको भिडियो बनाऊँ भनेको थिएँ। भिडियो लामो होला, अलिक बोर लाग्ला होइन तपाईँहरूलाई हेर्नलाई पनि। त्यो भावनाले हेलो 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 खाना पाक्दैछ। ल मैले दही ल्याइदिएछु। यसलाई चाहिँ राखौँ है। हेलमेट पनि लिएछु है म त। आमा नि त्यो बिर्सेछु त यार। म होसमा रहेनछु गाइज आज। फेरि म आकाशको सिन देखाउन गइरहेको छु। यस्तो छ चारैतिर हेरौँ है। किनभने यो चाहिँ बर्खा हो नि त। साउनको महिना चाहिँ पानी आन्न भन्ने कुरा छ। आलु प्याज पनि भेटेछन् होइन ताम्स। गाइज कपडा धेरै धोएछ। हजुर आइसकेँ म। रोटी कतिवटा? जति छन् त्यति रोटी लिएर यहाँ 2टा रोटी पकाइदिनु पऱ्यो। बुढीले त्यही खान्छ। पकाउँछ क्या अब। खाइसक्यो हजुरले? ल म आएँ है त। दुलै चाम्स आजको दिन तपाईँहरूको शुभ रहोस्। अब नाइस डे। यति बेला चाहिँ म भिडियो अन्त्य गर्न गइरहेको छु। म जहाँबाट सुरु गरेको थिएँ म त्यहीँनिर आएर चाहिँ मैले भिडियो अफ गर्दैछु होइन। म खास गरेर साँझसम्मको भिडियो बनाउन खोजिरहेको थिएँ। पानी आउनु लाग्छ, अब कता जाने के गर्ने। पानीले गर्दा भन्दा हामीलाई चाहिँ भिडियो बनाउनु पनि नदिने भयो। त्यो भावनाले मैले यो भिडियो चाहिँ यहीँ अन्त्य गर्दछु। तपाईँहरूले चाहिँ मलाई चाहिँ लाइक है यसो भ्युज बढाइदिनु पऱ्यो। पुरा भिडियो हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिन चाहिँ नभुल्नु होला भन्दै आजको भिडियो यहीँ अन्त्य गर्दछु। हस्त।